कुवेतमा एकजना नेपाली चेली 1 वर्षदेखि अलपत्र पर्नु भएको छ। उहाँ एकदम 1 वर्ष भइसकेको रहेछ कुवेतमा गएको। साह्रै दुःखमा पर्नु भएको छ। प्लिज प्लिज गाइज यो भिडियो लाइक अनि सेयर गर्नु होला अनि पठाउने एजेन्टलाई समेत अथवा सम्बन्धित निकायसम्म पठाइदिनु होला र उद्धार गरिदिनु होला। सुन्नुहोस् है बहिनीको कुराहरू जस्ताको तस्तै। प्लिज गाइज यो भिडियो लाइक अनि सेयर अनि कमेन्ट गरेर ठाउँसम्म पठाइदिनु होला। म अहिले कुवेतमा छु। कहाँ छु थाहा छैन, कुन ठाउँमा छु, तर कुवेतमा छु। अनि मेरो एजेन्टको नाम हो शामसुद्दिन। त्यसको घर हो सुइलियामा छिपागढ। अनि यही हो एजेन्ट हो, त्यो यही एजेन्ट हो। अनि त्यसको छोरा र त्यो मिलेर पठाउँछन्। यो त्यसको छोरा हो। धेरै गाह्रो छ। मलाई 1 साल भइसक्यो आएको। यति काम गरेँ, मलाई सेलेरी पनि दिएको छैनन् अफिसको र एजेन्टहरू मिलेर खाइसकेको छन्। मेरो सेलेरी माग्दा दिएको छैन। घर जानको लागि भनेछु, जान दिएको छैन। यहाँबाट मलाई जसरी भए पनि निकाल्नु तपाईहरू। यति नै भन्न चाहन्छु। विदेश नआउनु धेरै गाह्रो छ। सेलेरी पनि दिँदैनन्, मेहनत गरेको पैसा पनि पाउनु हुँदैन तपाईहरू।